युरोप अमेरिकाबाट हवाईजहाज चढेर आएको थियो। मेरो मोजा 50 को 2 जोर थियो, तर मेरी आमाले असल इन्द्रचोकबाट किनेर ल्याइदिनु भएको थियो। उसको मोजा महँगो भएर के गर्नु, उसको मोजा पाल परेको थिएन। मेरो मोजा सस्तो भएर होला पाल परेको थियो, त्यही भएर उसको मोजामा भेन्टिलेसन थिएन, मेरो मोजामा भेन्टिलेसन थियो। त्यसको मोजा महँगो भएर के गर्नु, त्यसको मोजा महँगो भएर के गर्नु, लगाउने बित्तिकै खुट्टा गनाउँथ्यो। मेरो मोजा पाल परेको भएर होला भेन्टिलेसन भएकैले जति लाउँदा पनि खुट्टा गनाउँदैन थियो। त्यो साथी मलाई कहिलेकाहीँ जुत्ता खोलेर यसरी कार्पेटमा बस्दा ओइ पाल परेको मोजा लाउने भनेर जिस्काइरहन्थ्यो। त्यसलाई के थाहा भाइ बहिनी हो, त्यसलाई के थाहा। त्यसको आँखाले जस्तै मेरो पाल परेको मोजाबाट चिहाइरहेको बुढी औँलाले त्यसको आँखाले जस्तै संसार हेरिरहेको थियो। धन्यवाद।